न्युजिल्यान्ड पढ्न जानलाई किन बेस्ट छ त? आउनुहोस् चर्चा गरौँ। पहिलो कुरा, क्वालिटी एजुकेसन एन्ड क्वालिटी लाइफस्टाइल। सेकेन्ड, ग्याप छ यदि स्टडी भने ग्याप इज एक्सेप्टेड। थर्ड पोइन्ट, तपाईले पढिरहनु भएको छ भने पनि एक्सेप्ट गर्छ। डिपेन्डेन्टसँग अप्लाई गर्न चाहनुहुन्छ, यु क्यान अप्लाई विथ डिपेन्डेन्ट। तपाईले स्टडी पिरियडमा 25 आवर्स पर विक काम गर्न पाउनुहुन्छ। लङ सेमेस्टर ब्रेकमा फुल टाइम यानी कि 40 आवर्स काम गर्न पाउनुहुन्छ। त्यसैगरी रिसर्च मास्टर्सको प्रोग्रामहरुमा फुल टाइम नै काम गर्न पाइन्छ, पढाइ चल्दा चल्दै पनि। अब एकाडेमिक रिक्वायरमेन्ट के छ त? एकाडेमिकमा यदि तपाई प्लस 2 पास हुनुहुन्छ, मिनिमम पनि 50% अबभ और 2.4 जीपीए छ भने अप्लाई गर्न सक्नुभयो। ब्याचलर पास आउट हुनुहुन्छ भने 45% और अबभ छ, अप्लाई गर्न सक्नुभयो। न्युजिल्यान्डको एजुकेसन सिस्टम चाहिँ लेभल वाइज हुन्छ। डिप्लोमा लेभल 5 अप्लाई गर्नको लागि तपाईले आईएलटीएस मा 5.5 नट लेस देन 5 भए पुग्छ भने पीटी मा 43 नट लेस देन 36 भए हुन्छ। त्यसैगरी लेभल 6 को डिप्लोमा र ब्याचलर पढ्नको लागि तपाईलाई आईएलटीएस मा ओभरअल 6 नट लेस देन 5.5, पीटी मा ओभरअल 50 नट लेस देन 42 चाहियो। त्यसपछि तपाई आफ्टर ब्याचलर अप्लाई गर्दै हुनुहुन्छ भने लेभल 8 को ग्रेजुएट डिप्लोमा और मास्टर्स पढ्नको लागि पीटी मा ओभरअल 58 नट लेस देन 50, आईएलटीएस मा 6.5 नट लेस देन 6 नेसेसरी हुन्छ। अब पढिसकेपछि के छ त फाइदा? पढिसकेपछि तपाईले कोर्स अनुसारले 1 इयर देखि 3 इयर्स सम्मको पोस्ट स्टडी वर्क भिजा पाउनुहुन्छ। 1 वर्षको कोर्स छ भने सामान्यतया 1 वर्षकै पाइन्छ। 2 इयर्स को प्रोग्राम छ भने 2 इयर्स, 3 इयर्स को प्रोग्राम छ नि 3 इयर्स। मास्टर्स को लागि पढ्नुहुन्छ भने मास्टर्स जेनरली 1 इयर देखि 2 इयर्स सम्मको हुन्छ। त्यसको चाहिँ 3 इयर्स नै तपाईले पीएसडब्ल्यू पाउनु हुन्छ। त्यसपछिको प्रोसेस भनेको तपाईको पीआर को पोसिबिलिटी पनि कम्पेरेटिभली अरु कन्ट्रीको तुलनामा इजी छ। पीआर पॉइन्ट बेस्डमा पनि हुन्छ र पीआर चाहिँ जब प्लेसमेन्ट अनुसार पनि हुन्छ। कुनै कुनै कोर्स पढिसकेपछि तपाईले जब पाउने बित्तिकै तपाई पीआर को लागि एलिजिबल बन्नुहुन्छ। कुनै जबमा तपाई 2 इयर्स काम गरिसकेपछि पीआर को लागि एलिजिबल बन्नुहुन्छ। भने पॉइन्ट बेसमा टोटल 6 पॉइन्ट चाहिन्छ। त्यसमा 6 पॉइन्ट पुगिसकेपछि अप्लाई गर्न सक्नुहुन्छ। अब अर्को सबभन्दा ब्युटी स्टुडेन्ट फ्रेन्डली सिस्टम भनेको चाहिँ फी पेमेन्ट। कलेजको युनिभर्सिटीको फी पेमेन्ट गर्ने चाहिँ तपाईको भिजा कन्फर्म भएपछि मात्र हो। तपाईले भिजा लज गर्नुहुन्छ सबै डकुमेन्ट मिलाएर, त्यसपछि त्यसको डिसिजन पोजिटिभ जसलाई हामी एआईपी अप्रुभल भन्छ त्यो आएपछि मात्र तपाईको कलेजको फी पे गर्ने हो। त्यसकारणले गर्दाखेरि अरु कन्ट्री भन्दा यो स्टुडेन्ट फ्रेन्डली पनि छ। कुनै कन्ट्री रिफ्युजल्स हुनु भएको छ भने पनि न्युजिल्यान्डले एक्सेप्ट गर्छ। धेरै केसेसहरु छ रिफ्युजल्सहरुको पनि भिजा आएको। तपाईले डिपेन्डेन्ट पनि अप्लाई गर्न सक्नुहुन्छ हो, आफ्नो डिपेन्डेन्ट चाइल्ड पनि अप्लाई गर्न सक्नुहुन्छ। अब सरस्वती सुन्दा त इजी भयो, वास्तवमै इजी छ त। अब च्यालेन्ज के हो त? च्यालेन्ज चाहिँ यसको फाइनान्शियल पार्ट अलिकति च्यालेन्जिङ छ। फाइनान्शियल पार्टमा तपाईले फ्यामिली इन्कम भन्ने बित्तिकै तपाईले आफ्नो ग्रान्ड प्यारेन्ट्स, हजुरबा हजुरआमा, बुवा आमा, दाइ दिदीको इन्कम मात्र देखाउन सक्नुहुन्छ। विवाहित हुनुहुन्छ भने तपाईले आफ्नो श्रीमान श्रीमतीको देखाउन सक्नुहुन्छ भने सासु ससुराको नि देखाउन सक्नुहुन्छ। इन्कम मिनिमममा तपाईको मन्थली 1.5 लाख देखि लिएर कन्डिसन अनुसारले, कोर्स अनुसारले तपाईलाई 2 लाख, 2.5 लाख सम्म देखाउनु पर्ने पनि हुन्छ भने र यो इन्कम चाहिँ मिनिमम पनि 3 मन्थ सम्बन्धित व्यक्तिको खातामा रिफ्लेक्ट भएको हुनुपर्छ। कममा 3 मन्थ, बढीमा 6 मन्थ को भए पुग्छ। यो चाहिँ अस्ट्रेलिया भन्दा धेरै नै
इजी छ 3 to 6 month ओन्ली स्टेटमेन्ट भए पुग्छ अब अर्को मेजर च्यालेन्जिङ पार्ट चाहिँ बैंक लोनसँग रिलेटेड छ एजुकेसन लोन तपाईले आइदर नबिल बैंक एसबीआई बैंक और स्ट्यान्डर्ड चार्टर बैंकबाट लिनुपर्छ र अब लोन कति लिने त यदि तपाईको कोर्स 1 इयर को छ भने 30-35 लाख 2 इयर्स को कोर्स छ भने 50 लाख अराउन्ड र 3 इयर्स को कोर्स छ भने 65 अराउन्ड मा तपाईले लोन लिन सक्नुभयो भने दैट इज बेस्ट अब क्याश छ भने क्याश मिनिमम पनि तपाईको 3 मन्थ होल्ड हुनु पर्यो र त्यो क्याश कुन सोर्सबाट आएको जेन्युइन सोर्स हुनु पर्यो त्यसपछि मात्र एक्सेप्टेड हुन्छ र ओभरअलमा न्यूजीलैंड इज बेस्ट फाइनेन्शियल पार्टमा अलिकति धैर्य गर्नुभयो भने इन्कमको पार्ट इज नट डिफिकल्ट र अब बैंक लोनलाई म्यानेज गर्न सकिने अवस्थामा न्यूजीलैंड is the best choice for a student. To apply New Zealand, do visit Study Destination Center Bagbazar. See you soon. Thank you.